सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा जय मसीह। आज हामी एउटा महत्त्वपूर्ण सत्यबारे मनन गर्नेछौँ। परमेश्वरले हामीलाई प्रेमद्वारा परिवर्तन गर्न चाहनुहुन्छ। परमेश्वरले हामीलाई डर, दण्ड वा घृणाद्वारा होइन, तर आफ्नो असीम प्रेमद्वारा आफ्नो नजिक बोलाउनुहुन्छ। उहाँको प्रेमले कठोर हृदयलाई कोमल बनाउँछ, निराश मानिसलाई आशा दिन्छ, पापीलाई पश्चातापतर्फ डोर्याउँछ र टुटेको जीवनलाई नयाँ बनाउँछ। बाइबलले भन्छ पहिलो यूहन्ना 4:19 हामी प्रेम गर्छौँ किनकि उहाँले पहिले हामीलाई प्रेम गर्नुभयो। यदि आज तपाईँ निराश हुनुहुन्छ, दोषी महसुस गर्दै हुनुहुन्छ वा तपाईँको जीवनमा परिवर्तन सम्भव छैन भन्ने लाग्छ भने याद गर्नुहोस्, परमेश्वरको प्रेमले असम्भवलाई सम्भव बनाउन सक्छ। येशू ख्रीष्टले क्रुसमा आफ्नो जीवन दिनुभयो ताकि हामीले नयाँ जीवन पाउन सकौँ। उहाँले तपाईँलाई जस्तो हुनुहुन्छ त्यस्तै अवस्थामा प्रेम गर्नुहुन्छ, तर त्यही अवस्थामा सधैँ रहन होइन, उहाँ तपाईँलाई अझ पवित्र, अझ प्रेमिलो र उहाँको स्वरूपमा परिवर्तन गर्न चाहनुहुन्छ। साँच्चै नै यदि आज हामी निराश छौँ, हताश छौँ अनि गाह्रो परिस्थितिहरूमा छौँ भने चाहिँ वचनले भनेको छ प्रेमले सबै कुरा बदल्छ। साँच्चै नै परमेश्वरले चाहिँ हामीलाई धेरै प्रेम गर्नुभएको छ। उहाँले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले एकमात्र हाम्रो लागि बलिदान दिनुभएको छ। साँच्चै नै वचनमा अझ यो पनि लेखिएको छ परमेश्वरले चाहिँ आफ्नो पुत्रसँगै हामीलाई सबै कुरा दिनुभएको छ। आज आफ्नो हृदय उहाँको लागि खोल्नुहोस्, उहाँको प्रेमलाई स्वीकार गर्नुहोस्। तपाईँले देख्नुहुनेछ कि परमेश्वरको प्रेमले तपाईँको सोच, व्यवहार, परिवार र सम्पूर्ण जीवनलाई परिवर्तन गर्न थाल्नेछ। परमेश्वरको प्रेमले तपाईँलाई पनि नयाँ बनाउनेछ। धन्यवाद। परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्। आमेन।